Hello everyone. Good morning, good afternoon, and good evening. So सबैजनालाई वेलकम छ मेरो लाइभमा. So today I'm back again. I have started this 10 days Go Live challenge which is hosted by our senior coach Eden Olave. Thank you so much coach for giving this platform. 10 डेजसम्म म लाइभ आएर आफ्नो होइन यो बिजनेसको बारेमा आफ्नो बारेमा कुराहरू सेयर गर्छु र म अरू बेलामा पनि लाइभहरू त आइरहेको थिएँ तर हाम्रो कोच सिनियर कोचले चाहिँ यो डिसेम्बर 1 देखि डिसेम्बर 10 सम्म चाहिँ यो च्यालेन्ज दिनुभएको थियो र मैले चाहिँ त्यो च्यालेन्ज एक्सेप्ट गरेर चाहिँ यो गरिरहेको छु अहिले होइन इभन दो मेरो अर्को च्यालेन्ज होइन अर्को लाइभहरू मैले गरिरहेको भए पनि आई वान्टेड टु सो अप मैले चाहिँ पार्टिसिपेट गर्नु थियो सो द्याट्स वाइ मैले चाहिँ यो च्यालेन्ज एक्सेप्ट गरेर गरिरहेको छु मैले गरिरहेको छु भनेपछि तपाईँहरूले मलाई फलो गरिराख्नु भएको छ भने चाहिँ हजुरहरूलाई लाग्न पनि सक्छ होइन ए यो जहिले पनि लाइभै मात्रै आएर बोल्नु पर्ने जस्तो रहेछ भन्ने लाग्छ होला तर त्यस्तो चाहिँ कम्प्लिटली नसोच्नुहोस् होइन किन भन्दाखेरि चाहिँ यो तपाईँले होइन लाइभमै आएर बोल्नुपर्छ यसरी सोसियल मिडियामा प्रेजेन्ट हुनुपर्छ भन्ने चाहिँ छैन अन्टिल एन्ड अनलेस तपाईँ कम्फर्टेबल हुनुहुन्न भने चाहिँ देन नो वान विल फोर्स यु होइन तपाईँहरूको यस्तो च्यालेन्जेसहरू आयो भने पनि देयर आर डिफ्रेन्ट वेज तपाईँहरूले गर्न सक्नु धेरै कुराहरू छन् होइन जस्तै फेसलेस मार्केटिङहरू पनि गर्न मिल्छ सो त्यो भएको हुनाले चाहिँ डोन्ट थिङ्क होइन तपाईँहरूले यस्तो गर्नै पर्छ भन्ने चाहिँ छैन सो फर्स्ट अफ अल मेरो यो आजको टपिकमा एन्ट्री गर्नुभन्दा अगाडि चाहिँ आई वुड लाइक टु इन्ट्रोड्युस माइसेल्फ हेलो एन्ड नमस्ते माई नेम इज रिना दवारी एन्ड आइम फ्रम काठमाडौँ नेपाल म प्रोफेसन वाइज चाहिँ पब्लिक हेल्थ वर्कर डेन्टल हाइजिनिस्ट हो र अहिले चाहिँ म यो अमेजिङ अनलाइन बिजनेस चाहिँ रन गर्छु इफ यु आर अल्सो इन्ट्रेस्टेड के हो कसरी गर्ने भन्ने लाग्छ भने चाहिँ देन मसँग रिच आउट गर्नु होला अथवा मेरो वेबसाइट छ www.rinadawari.com मा गएर हजुरले आफ्नो नाम र इमेल एड्रेस राखिसकेपछि त्यहाँनिर फ्री इन्फर्मेसन सेसन पाउनुहुनेछ यो बिजनेसको बारेमा होइन सो त्यसपछि चाहिँ हजुरहरूलाई अझै इन्ट्रेस्ट लाग्यो भने चाहिँ मसँग रिच आउट गर्नु होला होइन सो त्यति भन्दै म आजको आफ्नो इन्ट्रोडक्सन चाहिँ फेरि पनि म होइन आजको टपिक नै इन्ट्रोड्युस यर सेल्फ भनिरहेको छ सो मैले जहिले पनि मेरो आफ्नो इन्ट्रोडक्सनबाट नै स्टार्ट गर्छु तर यो टपिकमा कुरा गर्नुपर्दा चाहिँ मेरो आफ्नो इन्ट्रोडक्सन दिनुपर्दा चाहिँ मेरो नाम अलरेडी मैले भनिहालेँ होइन रिना हो मेरो नाम चाहिँ म ओरिजिनली नेपालबाट के अरे ललितपुर नेपालबाट हो र मेरो प्रोफेसनको कुरा गर्दा मैले अलरेडी भनिसकेँ म डेन्टल हाइजिनिस्ट हो होइन मेरो 10 सकिसकेपछि चाहिँ मलाई लाइक मैले डेन्टल हाइजिनिस्ट पढेँ एन्ड डेन्टल हाइजिनिस्ट पढ्ने क्रममा त्यहाँनिर फिल्ड होइन ओजिटी भन्ने हुन्थ्यो अन द जब ट्रेनिङ होइन सो त्यो गर्ने क्रममा चाहिँ मलाई हामीहरू कम्युनिटीमा गएर यस्तो होइन डेन्टल हाइजिनिस्ट भने स्केलिङहरू डेन्टलको कुराहरू गर्नुपर्ने हुन्थ्यो एन्ड मलाई त्यो कम्युनिटीमा गएर होइन क्याम्पहरू अर्गनाइज गर्नुपर्ने हुन्थ्यो त्यो कम्युनिटीमा जाँदा चाहिँ मलाई फिल हुन्थ्यो कि होइन म अझै कम्युनिटी मान्छेहरूको सँगै नै कनेक्टेड फिल हुँदो रहेछु उहाँहरूको कुरा सुन्दा मलाई होइन राम्रो लाग्दो रहेछ भन्ने चाहिँ मलाई त्यतिखेर फिल भयो एन्ड देन मैले अब कम्युनिटी वर्कसँग रिलेटेड के अपर्च्युनिटी छ के पढ्न सकिन्छ त भन्दाखेरि चाहिँ मैले चाहिँ यो पब्लिक हेल्थ होइन ब्याचलर्स इन पब्लिक हेल्थ भन्ने सब्जेक्ट थाहा पाएर चाहिँ मैले पब्लिक हेल्थ पढेको हो एन्ड मैले पढ्ने क्रममा पनि डिफ्रेन्ट एनजिओ आइएनजिओजहरूमा काम गरिरहेको थिएँ होइन इभन दो म सेमिस्टर वाइज नै पढिरहेको थिएँ त्यही पनि मैले पढ्दा पढ्दै पनि डिफ्रेन्ट आइएनजिओजहरूमा काम गर्ने मौका पाएँ र मैले पढ्ने होइन 4 इयर्सको भित्रबाट नै स्टार्ट गरेर अनि त्यसपछि मेरो पढाइ सकेपछि 4 इयर्ससम्म पनि मैले डिफ्रेन्ट डिफ्रेन्ट होइन फिल्ड वर्कहरूदेखि लिएर डिफ्रेन्ट डिफ्रेन्ट यो नेपालकै धेरै धेरै होइन विकट ठाउँमा पनि गएर आफ्नो कामहरू गरेँ फिल्ड वर्कदेखि लिएर मैले भनिरहेको हुन्छु फिल्ड वर्कदेखि पब्लिक लाइक हेल्थ अफिसर्सहरूसम्म मैले होइन त्यो काम गर्ने मौका पाएँ एन्ड यो पब्लिक हेल्थ सेक्टरमा चाहिँ मैले मेरो आफ्नो होइन लिडरसिप क्वालिटिज अनि यस्तो प्लानिङहरू होइन अनि प्रिपरेसन्सहरू होइन अनि कसरी प्रोजेक्टहरू गर्ने कसरी त्यो बजेट ब्रेकडाउन गर्ने भन्ने कुरा एभ्रिथिङ मैले लर्न गरेको यही हो होइन सो त्यसले पनि म एकदम धेरै खुसी छु किनभने मैले चाहेको सब्जेक्ट मैले पढेको मलाई इन्ट्रेस्ट भएर नै पढेको हो त्यो सब्जेक्ट पनि तर
अब हामी सबैजना होइन यस्तो करियरहरू चुज गर्छौँ। यति धेरै पढिरहेका हुन्छौँ होइन 10+2 भन, ब्याचलर भन, फेरि मास्टर्स भन होइन। त्यो सबै एउटा होइन एउटा लाइक स्टेबल जब होस् होइन, त्यो भनेपछि इन्कम एउटा होस्, स्टेबल इन्कम होस् भन्ने चाहले नै हामीहरू त्यति धेरै पढ्छौँ नि त होइन। र मेरो राम्रो पनि भइरहेको थियो अनि तर मेरो लास्ट मेरो जबमा चाहिँ के भयो भन्दाखेरि त्यहाँ चाहिँ मैले काम गरेर फर 7 मन्थ्ससम्म पनि मैले मेरो स्यालेरी पाएन होइन। एन्ड त्यो सिचुएसन चाहिँ इट वाज सो मच डिसहार्टेन होइन बिकज आई वाज नट पेड फर 7 मन्थ्स। अनि आफै सोच्नुहोस् न तपाईँहरू होइन त्यत्रो दिनरात नभनिकन 9 to 5 भनेर होइन तपाईँहरू आफ्नो टाइम फुल टाइम त्यहीँ दिनुहुन्छ अनि आफ्नो प्रिसियस टाइमहरू होइन फ्यामिली मोमेन्ट्सहरू पनि स्किप गरेर हामीहरूले जबलाई नै दिइराखेको हुन्छौँ नि त। सो एक्ज्याक्टली मैले पनि त्यही गरिरहेको थिएँ। तर जसरी मैले आफ्नो स्यालेरी पाएन 7 महिनासम्म त्यतिखेर चाहिँ मलाई के रियलाइज भयो भन्दाखेरि मैले अरूको अन्डरमा कहिलेसम्म काम गर्ने होइन। मैले त यस्तो स्टेबल जब भनेर कति होइन स्टेबल जब भनेर हामी कति दौडिरहेका हुन्छौँ नि त त्यसको पछाडि। तर पनि जबमा त्यस्तो स्टेबिलिटी छैन होइन, फाइनेन्सियली सेक्योर छुइनँ भने चाहिँ के गर्न सकिन्छ भन्ने उसले चाहिँ मलाई एकदमै धेरै हिट भइरहेको थियो होइन। अनि त्यो टर्निङ त्यही लाइफमा मेरो त्यो नै मेरो टर्निङ पोइन्ट हुन पुग्यो कि यो मेरो बिजनेस स्टार्ट गर्ने जर्नी चाहिँ त्यो टर्निङ पोइन्ट थियो मेरो लाइफमा चाहिँ। अम, अब कोभिडको बेलामा पनि धेरैजना हामीहरूले सिचुएसन फेस गर्यौँ होइन। धेरैजनाको जबहरू ऊ भयो, जबहरू गयो होइन, धेरै बिजनेसेसहरू सटडाउन भयो। सो त्यतिखेरदेखि नै मैले चाहिँ के गर्न पाए हुन्थ्यो भनेर साइड हसलको रूपमा चाहिँ केही न केही गर्न पाए हुन्थ्यो भनेर मैले सर्च गरिरहेको थिएँ होइन। तर पनि अब भनिन्छ नि आफूलाई नपर्दासम्म त्यो केही पनि लागि परेर हेरिँदैन भनेर। सो त्यस्तै मलाई पनि भयो। सो मेरो त्यस्तो केस भइसकेपछि चाहिँ मैले अब वाट इज माई प्लान होइन, वाट इज माई प्लान बी, वाट सुड आई डु, मैले यो 9 to 5 जबभन्दा बाहेक अरू के गर्न सकिन्छ होइन। मैले के गरेर मेरो त्यो इन्कम चाहिँ मैले सप्लिमेन्ट होइन त्यो स्यालेरीबाट नआएको इन्कम मैले कसरी सप्लिमेन्ट गर्छु गर्न सकिन्छ आफ्नो लाइफमा भनेर सर्च गर्दाखेरि चाहिँ यो बिजनेसको बारेमा थाहा पाएँ होइन। अफकोर्स मैले पनि चिने जानेको मान्छेबाट गरेको होइन यो बिजनेस होइन। तर पनि मेरो आफ्नै हेल्थ लाइनको एकजना दिदीको थ्रु मैले थाहा पाएको हो। उहाँ पनि काठमाडौँमै हुनुहुन्थ्यो, नर्स हुनुहुन्थ्यो। एन्ड आई फिल कनेक्टेड विथ हर किनभने जे भए पनि वी आर होइन हामीहरू हेल्थ ब्याकग्राउन्डको भएर मलाई कनेक्टेड फिल भयो। तर पनि मैले उहाँलाई ट्रस्ट गर्न चाहिँ अलिकति गाह्रै पर्यो होइन। मैले चाहिँ सो टेक टाइम गरेँ, आफ्नो टाइम लिएँ एन्ड देन अब मैले उहाँको जर्नीहरू हेर्दै गएँ कि अनि मलाई केले रियलाइज गर्यो भन्दाखेरि अफकोर्स उहाँ बिजनेसमा आइसकेपछि उहाँको जर्नी त अफकोर्स ग्रोथ नै हुन्छ। तर मैले कहिलेसम्म चाहिँ उहाँको जर्नीलाई हेरेर मैले आफ्नो डिसिजन चाहिँ त्यसमा टिकाउने भन्ने कुरा भयो कि होइन। अनि देन मैले चाहिँ बिजनेस स्टार्ट गरेँ र अहिले चाहिँ म होइन यहाँसम्म आइसकेको छु। यसरी आफ्नो कुराहरू सेयर गर्छु होइन, यसरी लाइभमा आएर यो बिजनेसको बारेमा कति धेरै कुराहरू गरिरहेको हुन्छु। किन भन्दाखेरि चाहिँ हामीसँग त्यो ब्याकअप सपोर्ट छ क्या। यो सब गर्न जान्ने भएको कसरी त हो भन्दाखेरि त हामीसँग एउटा भिडियो बेस्ड ट्रेनिङ छ होइन। ब्याक एन्डमा कति धेरै काम भइरहेको हुन्छ त हामीलाई एउटा हुन्छ नि यसरी बोल्न सक्ने बनाउने यो बिजनेसको बारेमा यति धेरै इन्फर्मेसन कहाँबाट आइरहेको छ त मलाई भनेर भन्दाखेरि चाहिँ त्यो त अफकोर्स हामीसँग केही न केही पछाडि ब्याक एन्डमा भइरहेको छ र हामीले नलेज पाइरहेको छौँ र त हामीले यसरी बोल्न सकिरहेछौँ होइन। जस्ट इमेजिन अब यो होइन तपाईँहरूलाई लाग्छ यो स्क्याम हो, यो हावा हो अथवा जसले पनि मलाई हेरिराख्नु भएको छ त्यही पनि उहाँहरूले डाउट गरिराख्नु भएको छ। सो त्यो भएको हुनाले चाहिँ म के भन्छु भन्दाखेरि मैले जसरी टाइम लिएँ अफकोर्स तपाईँहरू पनि स्केप्टिकल हुन द्याट इज होइन गुड थिङ होइन। किनभने अब आफूले जे पनि गर्न गइरहेको छ त्यसलाई चाहिँ अलिकति टाइम लिएर विचार लिएर नै गर्नुपर्छ। तर पनि होइन अब वी आर सोइङ अप डेली हामीहरू फोनमा कनेक्टेड भइरहेको हुन्छौँ, हामीहरू मेसेजमा कनेक्टेड भइरहेको हुन्छौँ होइन। सो चाहेको खण्डमा वी क्यान मिट अल्सो होइन। तर अब आफूले एक स्टेप लिन चाहिँ पर्छ होइन। अब किनभने इट्स अ बिजनेस होइन। अनि तपाईँले एक्सन टेक नगरिकन केही पनि हुनेवाला छैन नि त। यो त्यस्तो होइन लाइक हुन्छ नि अर्कै
तपाईँहरूले सोचेको जस्तो खालको बिजनेस अथवा स्क्याम भएको भए त होइन लाइक यति दिनसम्म त आफ्नो फेस देखाएर आफ्नो पुरै आइडेन्टिटी देखाएर आफ्नो पुरै नाम थर होइन आफ्नो प्रोफेसन देखाएर त्यसरी बोल्ने आँट आउँदैन थियो नि त होइन सो त्यसमा केही न केही छ होइन सो जस्ट ट्रस्ट द प्रोसेस होइन यहाँनिर पनि यो हामीले भन्दा पनि सिस्टमले काम गरिरहेको हुन्छ कि 80% अफ काम चाहिँ हाम्रो सिस्टमले गरिरहेको हुन्छ सो हामीहरूले चाहिँ त्यही सिस्टममा बसेर चाहिँ त्यही प्रोसेसलाई फलो गरेर चाहिँ यो बिजनेस गर्ने हो सो इट्स भेरी सिम्पल बिजनेस होइन सो तपाईँहरू आउनुहुन्छ इन्ट्रेस्ट छ भने चाहिँ त्यहाँदेखि मसँग कनेक्ट गर्नु होला होइन म चाहिँ अब फेरि भोलि पनि लाइभ आउनेछु मेरो अर्को टपिक लिएर यो 10 डेजको लाइभ च्यालेन्ज लिएर सो तपाईँहरूले मलाई हेर्नुभयो होइन त्यसको लागि थ्याङ्क यू सो मच र जसले पनि रिप्ले हेर्नुहुन्छ त्यसको लागि चाहिँ नि उहाँहरूलाई पनि एकदमै धेरै थ्याङ्क यू भन्दै म यो लाइभ चाहिँ म यहीँ एन्ड गर्छु र म फेरि भोलि मेरो अर्को टपिक लिएर मेरो दुईटा लाइभ हुन्छ एउटा 90 डेजको र एउटा चाहिँ 10 डेजको गो लाइभ अब 10 दिनसम्म यो लाइभ सेसन चाहिँ म अगाडि बढाउँछु किनभने मैले अघि भनिहालेँ हाम्रो सिनियर कोचले चाहिँ यो टास्क दिनुभएको छ होइन च्यालेन्ज दिनुभएको छ किन भन्दाखेरि आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनलाई इभन त म बाहिर निस्किसकेको छु मेरो कम्फर्ट जोनबाट म एकदमै धेरै फ्लेक्सिबल भइसकेको छु यसरी सोसियल मिडियामा बोल्नलाई कम्फर्टेबल भइसकेको छु एन्ड सो त्यही पनि अझै पनि आफूले आफूलाई पुस गर्न होइन आफूले आफूलाई ग्रो गर्न बिजनेसको बारेमा अझै जान्न अझै बुझ्नलाई चाहिँ सो द्याट्स वाइ मैले चाहिँ यो बिजनेस के अरे यो च्यालेन्ज चाहिँ एक्सेप्ट गरेर यसरी बोलिरहेको छु होइन इभन दो मैले 90 डेजको गरिरहेको छु त्यही पनि मैले यो 10 डेजको पनि मैले गर्ने निर्णय गरेँ र आई एम हियर टुडे सो थ्याङ्क यू सो मच लाइभ हेरिदिनु भयो अथवा रिप्ले हेरिदिनु भयो थ्याङ्क यू सो मच फर यर टाइम टेक केयर बाई